जय मसीह सबैजनालाई। अनि यसै 43को 19मा यसरी लेखेको छ, हेर म एउटा नयाँ कुरा गर्नेछु, त्यो अब हुन आउनेछ। के तिमीहरू त्यो जान्दैनौ? म वनमा पनि बाटो र मरुभूमिमा नदीहरू बनाउने छु। परमेश्वरको वचनले भन्दछ, साँच्चै नै उहाँले चाहिँ नि तपाईँ र मलाई भन्नुहुन्छ कि उहाँले चाहिँ वनमा पनि बाटो बनाउन सक्नुहुन्छ, मरुभूमिहरूमा पनि नदीहरू बगाउन सक्नुहुन्छ। आज हाम्रो जीवनमा नि यस्तो धेरै समस्याको कुराहरू होला, धेरै कुराहरू होला जहाँ चाहिँ तपाईँ र मैले देख्दैछौँ कि म त्यो सिचुएसनबाट चाहिँ म बाहिर आउन सक्दिनँ। यो ठाउँमा चाहिँ तपाईँले त्यो ढोकाहरू बन्द भइराखेको देख्नुभएको होला। धेरैचोटि फाइनेन्सियली कुराहरूमा, हेल्थको कुराहरूमा हामीले त्यो कुराहरू देखिराखेको छ भने नि आजको वचनले, प्रभुको वचन यो भन्छ, उहाँले चाहिँ नि मरुभूमिमा नदीहरू बनाउन सक्नुहुने परमेश्वरले चाहिँ नि तपाईँ र मेरो समस्यालाई पनि सल्भ गर्न सक्नुहुन्छ, हिल गर्नु सक्नुहुन्छ तपाईँ र मलाई। किनकि उहाँको आफ्नै हातले तपाईँ र मलाई बनाउनु भएको हो। अनि तपाईँ र म चाहिँ उहाँको सृष्टिहरू हो। अनि उहाँले चाहिँ आफ्नै स्वरूपमा बनाउनु भएको छ। अनि आज हामीले सोच्दै, तपाईँहरू कतिजना हामी धेरै निराशमा होला आजको दिनमा, कि धेरै फाइनेन्सियली क्राइसिसहरू होला, धेरै हेल्थको कुराहरू होला। डक्टरले भनेको त कहिले पनि निको हुन सक्दैनस्, तँ कहिले पनि हिँड्नु सक्दैनस्, तँ कहिले पनि बोल्नु सक्दैनस्, तैँले कहिले सुन्नु सक्दैनस्, देख्नु सक्दैनस् भन्दै होला। तर प्रभुको वचनले यो भन्छ, प्रभुमा चाहिँ कुनै कुरा इम्पोसिबल छैन, सबै कुरा पोसिबल छ। उहाँले चाहिँ एउटा वनमा बाटो बनाउन सक्नुहुन्छ, मरुभूमिमा चाहिँ नदीहरू बगाउन सक्नुहुन्छ भने तपाईँ र मेरो समस्यालाई पनि उहाँले बिजाइदिन सक्नुहुन्छ। त्यो समस्यामाथि, त्यो रोग र कष्टमाथि तपाईँ र मलाई पनि उहाँले बिजाइदिनुहुन्छ, छुटकारा दिन सक्नुहुन्छ। तपाईँ र मलाई चाहिँ उहाँले आफ्नै हातले बनाउनु भएको हो। यदि तपाईँ र मैले विश्वास गर्छौँ भने नि सबै कुराहरू हुन सक्छ। अनि तर परमेश्वरमा हामीले विश्वास चाहिँ गर्नुपर्छ कि उहाँले चाहिँ सबै कुरा गर्न सक्नुहुन्छ।